हेलो, आज चाहिँ मलाई एउटा कुरा भन्नु मन लाग्यो कि त्यो चुनावको बारेमा के। चुनाव सबैलाई लागिरहेछ है नि। अब पहिला अलरेडी चुनावमा उठेको मान्छेहरू आश्वासन पनि यस्तो दिइरहेछ कि म यो गर्छु त्यो गर्छु। कमान यार, लाज मान न अलिकति यार। उमेरले 55-60 वर्ष भइसक्यो। अब त नानी नातिनाहरू खेलाएर बस्ने हो नि हो। यसरी झुटो आश्वासनहरू दिएर मैले यस्तो गरेँ उस्तो गरेँ भनेर चाहिँ अब चाहिँ नगरौँ हो। एउटा नैतिकता अब छँदै छैन होइन। नैतिकताको त के कुरा गर्नु हाम्रो राजनीतिज्ञहरूको। अलिकति आफ्नो यार, मलाई त यो लाग्छ कि तिनका छोराछोरीहरूले आफन्तीहरूले केही भन्दैन जस्तो लाग्छ क्या। हुन त अब पैसा र पावर भएपछि मान्छे त्यसै पनि नजिक भइहाल्छ। तर पनि यहाँ तिनका छोराछोरीलाई मान्छेको सामने गएर इन्टरेक्ट गर्दाखेरि चाहिँ अलिकति आफूलाई अलिकति अड फिल हुन्छ कि नि। त्यो कारणले बाबाआमालाई सम्झाउने कस्तो खालको राजनीति है बुझ्नै नसक्ने। मलाई त कसैले केही अलिकति के भन्यो भने अथवा आफूले गरेको चिज केही नराम्रो भयो भने कस्तो मान्छेको सामने गएर इन्टरेक्ट गर्नलाई पनि कस्तो अप्ठ्यारो महसुस हुन्छ क्या। तर हुन त लाज पचिसकेपछि त अब फेरि त्यही होला। फेरि अब के भनौँ, त्योभन्दा धेरै शब्दहरू पनि ख्याल गर्नुपर्छ, नत्र भने फेरि अब सबैले भिडियोहरू हेर्छ होइन। अब त्यति छाडा पनि बोल्नु भएन, अपशब्द पनि बोल्नु भएन।